प्रश्न नम्बर 1 मा रहेको छ नेपालले सहमति जनाएका BRI परियोजनामा तलका मध्ये कुन पर्दैन? यसको सही आन्सर अप्सन डी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र। त्यस्तै अर्को प्रश्न नेपालको पहिलो विशेष आर्थिक क्षेत्र कुन जिल्लामा सञ्चालनमा रहेको छ? यसको सही आन्सर अप्सन बी रूपन्देही। पूजा महतो कुन खेलसँग सम्बन्धित खेलाडी हुन्? यसको सही आन्सर क्रिकेट। त्रिभुवन विश्वविद्यालयको वार्षिक बजेट तथा कार्यक्रम कसले स्वीकृत गर्ने व्यवस्था छ? यसको सही आन्सर अप्सन सी विश्वविद्यालय सभा। त्रिभुवन विश्वविद्यालय शिक्षक तथा कर्मचारीलाई अनुशासन सम्बन्धी कारबाही गर्न अधिकार कसलाई रहेको छ? यसको सही आन्सर अप्सन डी विभागीय प्रमुख। त्यस्तै अर्को प्रश्न त्रिभुवन विश्वविद्यालय ऐन अनुसार विश्वविद्यालयको नीतिगत निर्णय कसबाट गरिन्छ? यसको सही आन्सर अप्सन बी कार्यकारी परिषद। त्यस्तै अर्को प्रश्न रहेको छ त्रिभुवन विश्वविद्यालयको परीक्षा सुधार तथा समन्वय परिषदको अध्यक्ष को हुने व्यवस्था छ? यसको सही आन्सर अप्सन डी शिक्षाध्यक्ष। त्यस्तै अर्को प्रश्न रहेको छ त्रिभुवन विश्वविद्यालय अन्तर्गत कतिवटा संकायहरू रहेका छन्? यसको सही आन्सर अप्सन ए 4 वटा। त्यस्तै अर्को प्रश्न त्रिभुवन विश्वविद्यालयको चल अचल सम्पत्तिको हक हस्तान्तरण गर्ने अधिकार कसलाई रहेको छ? यसको सही आन्सर अप्सन बी कार्यकारी परिषद। त्यस्तै अर्को प्रश्न रहेको छ त्रिभुवन विश्वविद्यालय सेवामा कार्यरत कर्मचारीहरूको तलब भत्ता र अन्य सुविधा कसले तोके बमोजिम हुनेछ? यसको सही आन्सर अप्सन ए नेपाल सरकार। टेन्डर आह्वान गर्दा न्यूनतम कति दिनको सूचना दिनुपर्छ? यसको सही आन्सर अप्सन डी 30 दिनको। विश्वविद्यालय अनुदान आयोग ऐन 2050 बमोजिम आयोगको बैठक कति पटक बस्ने व्यवस्था छ? यसको सही आन्सर महिनामा कम्तीमा 1 पटक। त्यस्तै अर्को प्रश्न त्रिभुवन विश्वविद्यालय प्राङ्गिक परिषदको अध्यक्ष को हुने कानुनी व्यवस्था रहेको छ? यसको सही आन्सर उपकुलपति। त्यस्तै अर्को प्रश्न रहेको छ नेपालको मनसुनी वायु कुन महासागरबाट सुरु हुन्छ? यसको सही आन्सर अप्सन डी हिन्द महासागर। त्यस्तै अर्को प्रश्न पिण्डु भन्ज्याङ कुन जिल्लामा पर्छ? यसको सही आन्सर अप्सन ए डोल्पा। वार्षिक औसत तापक्रम सबैभन्दा कम हुने जिल्ला तलका मध्ये कुन हो? अप्सनमा दिएको छ काठमाडौँ, मुगु, डोल्पा अनि सोलुखुम्बु। यसको सही आन्सर अप्सन डी सोलुखुम्बु हुन्छ। चीन र भारत दुवै देशलाई छुने नेपालका जिल्लाहरू कुन कुन हुन्? यसको सही आन्सर अप्सन सी ताप्लेजुङ र दार्चुला। कुन काललाई नेपालको इतिहासको 16 युग मानिन्छ? यसको सही आन्सर लिच्छवी काल। जुगल हिमालको उचाइ कति मिटर रहेको छ? यसको सही आन्सर 7050 मिटर। क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठुलो प्रदेश कुन हो? यसको सही आन्सर अप्सन डी कर्णाली प्रदेश। स्थापनाका हिसाबले नेपालको पहिलो ब्याङ्क कुन हो? यसको सही आन्सर नेपाल ब्याङ्क लिमिटेड। नेपालमा सबैभन्दा बढी उत्खनन भएको खनिज पदार्थ कुन हो? यसको सही आन्सर अप्सन ए चुन्डुङ्गा। धिबादी फलाम खानी कुन जिल्लामा रहेको छ? यसको सही आन्सर नवलपरासी। त्यस्तै राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा मुसलमानको जनसङ्ख्या कति प्रतिशत छ? यसको सही आन्सर रहेको छ 5.86%। नेपालमा बोलिने निम्नमध्ये कुन भाषालाई कुनै पनि भाषा परिवारमा वर्गीकरण गरिएको छैन? यसको सही आन्सर अप्सन सी मगही। त्यस्तै अर्को प्रश्न सिख धर्मको प्रमुख धार्मिक पुस्तक कुन हो? यसको सही आन्सर गुरु ग्रन्थ साहिब। त्यस्तै अर्को प्रश्न सतार भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ? यसको सही आन्सर आग्नेय। त्यस्तै अर्को प्रश्न कट्टेल सरको चोटपटक उपन्यासका लेखक को हुन्? यसको सही आन्सर अप्सन डी ध्रुवचन्द्र गौतम। चालु आवधिक योजना अनुसार आर्थिक वर्ष 2079-80मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कति प्रतिशत रहेको छ? यसको सही आन्सर 20.3%। द पोन्ड फर प्रोग्राम केसँग सम्बन्धित छ? यसको सही आन्सर वैदेशिक सहायता। 16औं योजनाले सुशासनका लागि कतिवटा राष्ट्रिय लक्ष्यहरू निर्धारण गरेको छ? यसको सही आन्सर 10 वटा। 16औं योजनाको अन्त्यसम्ममा नेपालको साक्षरता दर 5 वर्षमाथिको जनसङ्ख्या कति प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ? यसको सही आन्सर अप्सन डी 85%। राष्ट्रिय जनगणना 2078 अनुसार सबैभन्दा कम जनसङ्ख्याले बोल्ने भाषा तलका मध्ये कुन हो? यसको सही आन्सर अप्सन ए कुसुन्डा। नेपालमा प्रदेश सभाको कार्यकाल कति वर्षको हुने व्यवस्था रहेको छ? यसको सही आन्सर 5 वर्ष। नेपालको संविधानको कुन धारामा महाअभियोग सम्बन्धी व्यवस्था गरिएको छ?
यसको सही आन्सर अप्सन बी धारा 101। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको काम तलका मध्ये कुन होइन? यसको सही आन्सर वैदेशिक सहायता बाँडफाँड गरी निकासा दिने। त्यस्तै अर्को प्रश्न रहेको छ, नेपालको संविधान बमोजिम जिल्ला समन्वय समितिलाई तलका मध्ये कुन तहको सरकारमा राखिएको छ? यसको सही आन्सर प्रदेश। नेपालको संविधान अनुसार नेपालको कार्यकारिणी अधिकार कसमा निहित रहने व्यवस्था छ? यसको सही आन्सर अप्सन सी प्रधानमन्त्री। सापेक्षतावाद सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिक को हुन्? यसको सही आन्सर अल्बर्ट आइन्स्टाइन। आविष्कारका पिता भनेर कुन वैज्ञानिकलाई चिनिन्छ? यसको सही आन्सर रहेको छ थोमस अल्वा एडिसन। राष्ट्रिय सूचना प्रविधि विकास परिषदको अध्यक्ष को हुने व्यवस्था छ? यसको सही आन्सर प्रधानमन्त्री। नेपालमा इन्टरनेटको सुरुवात कहिलेदेखि भएको हो? यसको सही आन्सर सन् 1994। माउस, किबोर्ड, माइक्रोफोन आदि कुन प्रकारका उपकरण हुन्? यसको सही आन्सर इनपुट डिभाइस। विश्व स्वास्थ्य सङ्गठन WHO कसको विशिष्टीकृत संस्था हो? यसको सही आन्सर UNO। संयुक्त राष्ट्र सङ्घका पूर्व महासचिव कुर्ट वाइल्डवाइम कुन देशका नागरिक थिए? यसको सही आन्सर अस्ट्रिया। बिमस्टेकको झन्डाको पृष्ठभूमिमा कुन रङको प्रयोग भएको छ? यसको सही आन्सर सेतो। सार्क विकास कोष स्थापना गर्ने निर्णय कतिऔं सम्मेलनले गरेको हो? यसको सही आन्सर 13औं सम्मेलनले। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सचिवालय कहाँ रहेको छ? यसको सही आन्सर काठमाडौँ। नेपालमा याक दिवस कहिले मनाइन्छ? यसको सही आन्सर वैशाख 7 गते। सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु कहिले भएको हो? यसको सही आन्सर विक्रम सम्वत 2081। तपाईहरुको एक्जाम कस्तो भयो र कतिवटा प्रश्न मिलाउनु भयो कमेन्टमा लेख्नुहोला। यस्तै लोकसेवा रिलेटेड भिडियोहरू हेर्नको लागि हाम्रो च्यानलमा सब्स्क्राइब गरेर जोडिन सक्नुहुन्छ। धन्यवाद।